What's up, beautiful people? Next day, next vlog. नेपाल सिरिजको यो हैन नेपाल उसको सेकेन्ड सिरिज लास्ट सिरिज यदि छुटाउनु भएको छ भने चाहिँ गो चेक इट आउट हैन अन माई युट्युब च्यानल प्लेलिस्ट ट्याग 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 छ। अनि अब धेरै बक्चोदी नगरौँ हाम्रो यहाँ टोलीहरूसँग। अब यता चाहिँ मिस्टर खत्री, मिस प्रीति श्रेष्ठ, यता मिस जनता कार्की र म हजुरहरूको प्यारो लभली मान्छे हैन। अब हामी सुरु भइसकेको छ यात्रा नेपालको। भिजाको समस्या हुँदा नि देशको चिन्ताले मलाई खायो, त्यही भएर म हिँडिसकेको छु देश बनाउनको लागि, भोट हाल्नको लागि। भोट चाहिँ केसमा हाल्छु भन्दैन है म फेरि, त्यो चाहिँ प्राइभेसी छ है अलिकति घन्टीमा, त्यो प्राइभेसी हो के थाहा। मासु भात सबको चाख्न सकेँ मैले, भन्नुहुन्न नि त नि अहिले फेरि मासु भात किन खाएन आइस भन्छन् नि त। अनि त्यो टेन्सन छ नि त, पेट्रोल हालिदिन्छन्। अनि घरमा बाइक किन्यो भने अरे अङ्कलले नयाँ नयाँ, अनि अर्को लाइसेन्स पनि पैसा दिएर निकाल्न मिल्छ अरे। त्यो चाहिँ कुरा अलि सटिया राख्नुपर्छ। कुरा बुझिसकेको क्या मैले, लर चलाउनु पऱ्यो नि त नि बाइक, नयाँ बाइक त मैले उद्घाटन गर्नु पऱ्यो नि त नि। वाइट डे है त यहाँ, अब विकेन्ड भए पनि ब्युटिफुल डार्बिनमा ब्युटिफुल वेदर होइन त। यो बाटो त कति देखाउने र यही बाटो हिँड्दा हिँड्दा बुढो हुन लागिसक्यो यार गाडीको लागि। गाइजहरू हामी चाहिँ प्लेनमा आइसकेको छौँ। प्लेन पुरै प्याक भइसकेको छ। पछाडि पुरै मान्छे हाने, अगाडि पनि मान्छे हाने। हामी चाहिँ अब निक्लिने बेला भइसकेको छ, बोर्डिङ भइसक्यो। यहाँको 3:40 भइसकेको छ। अब हामी चाहिँ निक्लिनु लागिसकेको छौँ टक्क। अब इकोनोमी है, फेरि बिजनेसहरू गाह्रो छ यस्तो दिँदो रहेछ। अनि अब इकोनोमीमा चाहिँ यस्तो दिँदो रहेछ है, योबाट दिँदो रहेछ। अनि त्यसपछि इयरफोन दिँदो रहेछ सिङ्गापुरकोमा। अब यो नर्मल भइहाल्यो। एउटा यहाँ हेर्नको लागि स्क्रिन, चार्जर अर्को रहेछ, तर जे आफूसँग छ। अनि एउटा इटिङ ट्रे, कल मी व्हेन यु फ्री भन्दैछ त्यहाँ। यो चाहिँ अब ब्ल्याङ्केट दिँदो रहेछ। यो चाहिँ हो प्लेनको हाउ यस्तो छ है। ट्याक्क सब बिजी छ यहाँ, फ्लाइट पुरै प्याक छ यहाँ, केही त चलिरहेको। पाइलटलाई बोल्न थाल्यो अब। ल गाइजहरू यस्तो है माहौल चाहिँ यतातिर डार्बिनको। पानी परिरह, हल्का घाम बहाल बाहिर, पानी पर्ला जस्तो भएर यो चाहिँ कहिले पानी परेको होला सायद। क्याप्टेन दाइ बोलिरहनु भयो कति घन्टा के हो भनेर। हाम्रो एप्रोक्सिमेटली 4 घन्टा 10 मिनट्सको फ्लाइट हो। अनि आज चाहिँ हामी सिङ्गापुर जान्छौँ, साँझ स्टे गर्छौँ सिङ्गापुर एक्सप्लोर गर्छौँ 1 दिनको लागि। अनि हामी चाहिँ भोलि नेपालको लागि फ्लाइ गर्छौँ है त। यस्तो चाहिँ छ है अहिले। ल गाइजहरू हामी चाहिँ लागिसकेको छौँ। प्लेन टुटु भइसकेको छ कि। ल सी यू डार्बिन आफ्टर 1.5 month है। ल आजबाट डार्बिनको चाहिँ फेरि वेदर हल्का डाउन भने जस्तो भएर। अनि गाइजहरू सुरुमै सिङ्गापुरको टिकट काट्ने बेलामा चाहिँ आफ्नो यो क्रिस वर्ल्ड हो कि के हो, क्रिस वर्ल्ड त भन्छन् नि यसलाई होइन त, त्यसको एकाउन्ट चाहिँ बनाउनु होला। अनि त्यो एकाउन्ट बनाएर हजुरको एउटा आइडी आउँछ। अनि त्यसपछि फ्लाइट लगइन सगिन गर्दाखेरि त्यहाँ सिङ्गापुरको लागि एउटा हजुरले फर्म भर्नुपर्छ स्टे गर्नको लागि चाहिँ। त्यो एउटा फर्म भर्नु होला। अनि त्यसपछि यो आइडी, त्यसमा वाइफाई पनि देखाउँछ, प्लेनमा चाहिन्छ कि चाहिन्न भनेर। त्यतिर भर्नुभयो भने यो आइडी हाल्यो भने लगइन गऱ्यो भने चाहिँ ट्याक्क हुन्छ है। अब हामी चाहिँ यहाँदेखि निक्लिसकेको छौँ। दिस इज द डार्बिन एयरपोर्ट होइन त, डार्बिन एयरपोर्ट। अब हामी लिभ गर्दैछौँ। सी यू सुन डार्बिन। त्यसपछि अरू खासै छैन यो डार्बिन, यस्तै छ। अब हल्का क्वाइट छ डार्बिनको, खासै त्यस्तो इन्टरनेसनल फ्लाइट छैन। डार्बिन चाहिँ ऊ त्यहाँ मुनि बादलमा उ गर्थ्यो, हामी चाहिँ बादल छोइसक्यौँ। अनि त्यो चाहिँ टिभी आइल्यान्ड हो क्या सायद। हामी चाहिँ अब निक्लिसकेको छौँ।
गाइजहरू सिङ्गापुर एयरलाइन्सको नर्मल मिल होइन हिन्दू मिल गरे होइन हामीले चाहिँ र ड्रिङ्किङ वाटर दिँदो रहेछ बटर फुल क्रिम मिल्क बिस्किट अनि यो चाहिँ सायद स्पन्ज केक चिज केक अरू के भन्न मिल्छ हल्का प्रन्स विथ स्पेगेटी अनि त्यसपछि यो हाम्रो बन कटलेरिजहरू टुथपिक छ अनि यहाँ ट्याक्क उ छ हजुरको चिज अनि त्यसपछि आज चाहिँ हाम्रो चिकन विथ पास्ता ल्याएँ हामीसँग चाहिँ के भन्छन् त्यसलाई बोनापिटो इटालियन सेफ रहेछ कि यो अनि हाम्रो चाहिँ के भन्छन् त्यसलाई प्रन विथ नुडल अनि त्यसपछि कि त चिकन पास्ता अप्सन थियो यस्तो अब यस्तो चाहिँ छ हिन्दू मिल अर्डर नगरेपछि हाम्रो चाहिँ यो चिजी क्रिमी चिकन पास्ता रहेछ यति नै हो अब म चाहिँ अब भोलाएर हरे डेगिन गर्न लाग्यो ल ग्यासहरू सिङ्गापुरको चाहिँ यस्तै हुन्छ है हजुरहरूले यदि हिन्दू मिल गर्नु पाएन भने चाहिँ यदि हिन्दू मिल गर्नुभयो भने चाहिँ हाम्रो चाहिँ त्यो अनुसार दिन्छ लगाइजहरू हामी चाहिँ ल्यान्ड हुन थाल्यौँ पोर्ट अफ सिङ्गापुर होइन त यहाँ अझै नै घामै छ नाइट भ्यू चाहिँ भल हुन्थ्यो होला अब नाइट भ्यू छ होइन यस्तै छ के गर्नु यस्तै छ सिङ्गापुर केटा ल गाइजहरू हामी चाहिँ अब च्याङ्गी एयरपोर्ट आइसकेको छौँ सिङ्गापुर च्याङ्गी एयरपोर्ट वेलकम टु सिङ्गापुर मा म्यान क्राउन प्लाजा अरे क्राउन प्लाजा प्रायः धेरै ठाउँहरूमा हुने अब हामी चाहिँ पार्किङको लागि भौतरिदियौँ मेरो पाइलट मेरो पर्सनल पाइलट ल अब हामी चाहिँ यहाँदेखि क्राउन प्लाजा अगाडि रोक्ने रहेछ अब यस्तो धनी मनीहरू यस्तै अगाडि रोक्छौँ ल हाम्रो मेरो पाइलटले अब पार्किङ गर्दैछ बिचराले रेस्टको जरुरत छ उसलाई एज यु नो गाइज आई टोटली केयर माई इम्प्लोइ होइन त सिङ्गापुर एयरपोर्ट आइसकेको छ वाइल्ड लाइफ भयो सिङ्गापुर ट्रान्सपोर्ट पनि उयो गर्ने हामी चाहिँ अब यस्तो हिँड्ने गएको छौँ अन्त ट्रान्सपोर्टको लागि हिँडिरहेको छौँ अगाडि यो चाहिँ दिस इज सिङ्गापुर एयरपोर्ट अनि यहाँको चाहिँ 6:49 भइसकेको छ अनि त्यसपछि अब we haven't booked the hotel till now भन्न रहेछ लाग्दो निस्किनेलाई माइलो स्टेट भनेर यस्तो पनि हुँदो रहेछ सायद यहाँबाट जाने है लेगेसिज आर अन नट इनहेबिटेड ब्याङ्क अफ सिङ्गापुर अरे इमिग्रेसन त्यहाँ रहेछ सायद इमिग्रेसन कटेर निक्लिनुपर्छ होला स्टेप्स उयो आयो है सिङ्गापुर यस्तो हरियाली हरियाली है इमिग्रेसनहरू अब नाइट लाइफ हेर्नु नि के थाहा अब खै ए यो त अटोमेटिक भ्याक्युम हान्नु पनि रहेछ यहाँ त यो त वाइल्ड चिल्लो छ यार अनुहार हेऱ्यो भने पनि देखिन्छ यो चिल्लो यस्तो चिल्लो भयो त लगाएर अब इमिग्रेसनमा चाहिँ अब दोक्रो बन्द गरौँ होला अहिले ल्याङल्याङ गर्नु सक्छन् एकछिनपछि देखाउँछु म बाहिर गइसकेपछि ल गाइजहरू दिस इज चाङ्गी एयरपोर्ट होइन त हरियालीको सहर हेर्दा लाग्छ रहर हामी चाहिँ लास्टै सजिलो लाग्यो त्यहाँ यति स्क्यान मात्र गऱ्यौँ अनि त्यसपछि जा भनिदियो अब यसपछि चाहिँ के हो भन्ने चाहिँ थाहा छैन केही पनि फेरि फर्स्ट टाइम इन चाङ्गी होइन त सिङ्गापुर कस्टम ए कस्टम्स उहाँले पनि कस्टम्स जानुपर्छ नि त नि हामी खासमा त to declare
मिसन के छ डिक्लेयर गर्नु के यो त कस्टममा त कहाँ भिडियो बनाउनु मिल्दैन हैन द इजिएस्ट कस्टम र इमिग्रेसन हैन त पास थ्रु होला सायद हामी आयौँ पासपोर्ट र त्यो स्क्यान गर्यौँ आँखा अनि फिङ्गरप्रिन्ट लिएको यिनीहरूले त्यसपछि कस्टममा पनि अनि डिक्लेयर छ भने के गर्न भने आइज नत्र छैन अरे अनि त्यसो जा अरे त्यहाँ बाटोबाट अनि व्यस्त भयो होइन त त्यहाँबाट हामी निक्ल्यौँ अनि अब यहाँ अगाडितिर हिँडिसक्यौँ अब ट्याक्सी लाउन्जहरू अनि यताउति अब लेखिरहेको लाउन्जहरू ट्याक्सी उहरू सब लेखिरहेको कस्तो इजी हो भनेको केही टाउको दुखाइदैन सिधै इमिग्रेसन कटो केही डिक्लेयर गर्नु छ भने गर नत्र जा घर भने जस्तो टाइपको अब हामी चाहिँ यहाँ बसेर एकछिन होटलको टिकट रुम बुक गर्नुपर्ने हो ओ आई स समथिङ डाउन हियर होइन त यहाँ चाहिँ के हो जिङ्गल बेस्ट भइरहेको यहाँ चाहिँ ए त भइरहेको यहाँ कुन निकालिरहेको त्यो यहाँदेखि देखिन्छ कि देखिन्न राम्ररी Please don't do that at home, okay? Your daddy, mommy will kill me after. But we try this. 1, 2, 2 to 4. त्यसपछि आज अब हामी होटलतिर जाँदा हौ एकछिन त्यहाँ बस्छौँ साँझ अनि यसो उसको सिङ्गापुर नाइट लाइफ हेर्छौँ अनि त्यसपछि ओए के हो यस्तो यो गाह्रेको छ यो माथिको त लुक्सै बगालको यहाँको फेरि यस्तो त्यहाँ सब सिस्टमेटिक हुँदो रहेछ ट्याक्सीको लागि पनि जहाँ पाइ त्यो हिँड्नु मिल्दो रहेनछ कस्तो रहेछ नि त युनियन ट्याक्सी मर्सिडिज सर्सिडिज आइछ हामी रेगुलर हेलो चाहिँ ट्याक्सी सेक्सी चढिसकेको छौँ यहाँको चाहिँ अति कडा आइज नाइट हल्का रात परिसक्यो खासै त्यही भएर राम्रो रिक्टी भइरहेको छैन यस्तो यहाँ त फेरि यस्तो रहेछ ट्याक्सीहरू हामी चाहिँ होटलतिर लागिरहेको छौँ दाइ चाहिँ केही बोल्दैनन् कहाँ केही बोल्दैन यत्तिकै हिँडिरहेको 5 मिनट जति भयो लाइट नलाग्यो कहाँ केही थाहा छैन हिँड्दै हामी चाहिँ एकैचोटि ल भन हिँडाल्ने त्यहाँदेखि बडा खाएको जस्तो बोल्दैन खोज्दैन अब चाहिँ ल गाइजहरू अब हामी चाहिँ सिङ्गापुर आइसकेको छौँ सिङ्गापुर होइन त नाइट लाइफ हामी एक्सप्लोर गर्न गइरहेको छौँ कस्तो छ यहाँको सिटी कहाँ के हो केही थाहा छैन हामी यत्तिको ऱ्यान्डम हिँडिरहेको छौँ पहिला हामी यहाँ छौँ के छ कस्तो छ हामी त्यही अब हिँड्नु लागेको छौँ यहाँ पनि डाउन जस्तै त्यो त उसमा हानि हुन्छ ए छैन नि हामीसँग त है होइन देखाउनु नि म्याम डाउनलोड गर्न मिल्दैन नि यहाँ पनि डाउनलोड गर्नु पर्यो नि
यहाँ पनि यस्तै हुँदो रहेछ भिसिएल भइकिरा गयो भइयो यार hardware surround restaurant let's go सेम त्यो हुन्छ नि उदेशहरूमा चाहिँ पारै छुट्यो कि सबै कुराहरू एकदम सिस्टमेटिक ट्याक 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 होइन यहाँ पनि त अनि उखान त देशीहरू यहाँ पनि खानाहरू त हुँदो रहेछ सेम त हुन्छ स्ट्रिट फुड टाइपको तर होइन सबै सिस्टमेटिक होइन कि सही छ हो माथि माथिको देखाउने र यो चाहिँ यो रेस्टुरेन्टहरू रहेछ नि ओइ के खाउँ न त अनि उताको ठाउँमा जाऊँ न त यो हाम्रोवाला होइन हेरौँ न हो क्या एकदम सिफुडहरू तन्दुरी चिकन खाने हो र के खान्छ खान्छ नि हेरौँ गार्लिक नान र बटर चिकन खाने हो कि खाने हो तन्दुरी चिकन बिरयानी रहेछ नि त ल गाइजहरू अब हामी चाहिँ होटल 81 को साइडतिर हिँडेर आएको थियौँ रेस्टुरेन्ट लाइन रहेछ चाहिँ इन्डियन नेप्लिज त छैन इन्डियन मिक्स भएको यहाँ चाहिँ कस्तो हुँदो रहेछ भन्दा तिनजनाले एउटै ठाउँमा रेस्टुरेन्ट चलाइरहेको एउटाले चाहिँ इन्डियन कुजिन चलाइरह अर्कोले चाहिँ यहाँको लोकल खानाको कुजिन चलाइरह सिङ्गापुर कुजिन अनि एउटाले चाहिँ ड्रिङ्क्स मात्रै सेयर गरिरहेको यतातिर चाहिँ ट्याक्क हामीले चाहिँ बिरयानी अर्डर गरेको छौँ थ्याङ्क यू बस यो चाहिँ बिरयानी हाम्रो खाना आइसकेको छ सुरु गर्न लगाऊ यो चाहिँ अब सुरु हुन लाग्यो राइता ठिकै छ त्यस्तो मिठो त होइन ठिकै यस्तो मिठो होइन यो त मिठो ओभरअल ठिकै हो ल म चाहिँ इन्जोय गर्छु एकछिन ल हामी चाहिँ त्यहाँदेखि निस्किसकेको छौँ त्यहाँ चाहिँ लास्टै सस्तो लाग्यो मलाई उतातिर हामीले अस्ट्रेलियातिर खाँदाखेरि चाहिँ हाम्रो कम्ती आउने बिरयानी सिरयानी खायो भने रेस्टुरेन्टबाट 40 रुपियाँ ठट आउँथ्यो यहाँ चाहिँ सिङ्गापुरियन $7 त्यो भनेको अलमोस्ट लाइक 830 होला अस्ट्रेलियन डलर भन्दाखेरि चाहिँ रेड बुल पनि अनि गर्दाखेरि चाहिँ हाम्रो लगभग 850 भयो रेड बुल चाहिँ 150 रहेछ सिङ्गापुरियन डलर अनि अब हामी चाहिँ कता जाँदैछौँ हामीलाई पनि राखेन अब डाटा छैन केही पनि त्यो होटलले धेरै टाढा पनि जान मिलेन अनि अब बाटो सम्झिँदै हिँड्नुपर्ने अवस्था देखा यहाँ ट्रेन यस्तो हिँड्दो रहेछ डेभलपमेन्ट पनि होइन एकदम नेक्स्ट लेभल छ तर सँगसँगै त्यो बेसी भाइ पनि है केटाकेटीहरू बाटोमा खेल्ने उ गर्ने हल्ला गर्ने त्यो नेपालकोवाला इन्डियनवाला त्यो भाइ पनि छ होइन तर फेरि सँगसँगै डेभलपमेन्ट पनि छ क्या अन्त जता मन लाग्थ्यो त्यतिर स्ट्रिटमा त्यो रेस्टुरेन्टहरू खोल्ने त्यस्तो पनि छैन कि फेरि हुन्छ नि एकदम प्रपर ठ्याक ठ्याक रेस्टुरेन्टहरू खोल्ने ट्याक्क तिनीहरूको डाइनिङ एरिया छुट्टै रोड छोडिदियो भने ठ्याक्क स्पेस अनि ट्याक्क पुरै प्रपर के सबै कुराहरू चाहिँ मलाई चाहिँ सही लाग्यो यो चाहिँ अब हामी चाहिँ
निस्कियौँ कता निस्कियौँ केही थाहा छैन। ल गाइजहरू हो हामी चाहिँ अर्को ठाउँमा आयौँ ल। रेड चिली के भन्दै के हो तन्दुरी कर्न चिकन तन्दुरी चिकन चिकन हरियाली टिक्का है तन्दुरी ल्याम्ब चप बटर चिकन फिस केक मटन बिरयानी नान पालक पनिर दाल मखनीहरू चिकन टिक्का। यहाँको मेनु हेरेर त म साइको हुन लागिरहेको हो। यो मेनु हेरेर यत्रो ल एउटा यो पन्ना होइन यो हजुरको सुप र स्यालेडको लागि मात्रै। यो एपिटाइजर यो नि एपिटाइजर यो केबाब नन भेजिटेरियन र भेजिटेरियन केबाबहरू तन्दुरी मात्रै। यो मेन कोर्स यो सबै मेन कोर्स अझै खाने यो भेजिटेरियन मेन कोर्स यो भेजिटेरियन मेन कोर्स। नान ब्रेडहरू नान ब्रेडै के हो यो बिरयानी र उस मात्रै बिरयानी मात्रै यत्रो अप्सन फ्राइड राइसको यो अप्सन चाटको अप्सन डेजर्ट बेभरेज जुसहरू। यहाँ चाहिँ इन्डियन मुभीहरू ट्याग पनि स्पाइसको कस्तो दामी त्यो बेला एक्सप्लोर गर्नु जरुरी छ क्या जे कुरा पनि यिनीहरू सबै। अब कुरा चाहिँ एडभर्टाइजर मगाऊँ न त ल गाइजहरू अलि माथि गर्छ ल गाइजहरू पानीपुरी आइसकेको छ। पानीपुरी चाहिँ यस्तो छ यहाँको बुटलतिरको फुल्की चाहिँ होइन यो पानीपुरी चाहिँ हो। यहाँ चाहिँ यस्तो उयो पनि हालेर दिँदो रहेछ धेरै आयो कि यो मिठो है नट ब्याड। धेरै पछि होला मलाई पानीपुरी चाहिँ यतिको मिठो लाग्यो दामी गरेर। अरू खाना नै आउँदैछ हेरौँ। गाइजहरू चाहिँ सेकेन्ड डिस आइसकेको छ पानीपुरी चाहिँ म रेटिङ दिन चाहन्छु 9 आउट अफ 10 होइन त्यो चाहिँ एकदम बवाल थियो। अब हाम्रो चिकन टिकन मसला आइसकेको छ गार्लिक नान नर्मल नान प्लेन नान। अब यो चाहिँ ट्राई गरौँ कस्तो छ त्यसपछि हेरौँ। अनि छ मेन कोर्स अनि पनि बिरयानी खाइसकेको मैले त्यो भएर खासै मैले अहिले चाहिँ धेरै खाना मन लागिरहेको यो चाहिँ गार्लिक नान। ठिकै छ तर लास्ट पिरो यार एकदम प्रपरमा पिरो भनेर एकदम हुन्छ नि पिरै गएर पिरो हो यो त। मलाई 7 आउट अफ 10 दिन चाहे पिरोले गर्दा। अब म चाहिँ इन्जोय गर्छु तपाईँहरू पनि घरमा बसेर मुख लगाउनु। ल गाइजहरू अब आज चाहिँ अति थाकिसकेको छ। यस्तो छ भने त सिङ्गापुर नाइट लाइफ क्वाइट छ है। तर अब हामी कुन ठाउँमा छौँ त्यो पनि थाहा छैन होइन त्यही भएर पनि क्वाइट हुनसक्छ सिटी एरिया नभएको भएर। तर जे होस् क्वाइटै छ लगभग। अनि अब चाहिँ अब इट्स द टाइम होइन त फर एन्डिङ द भिडियो डे 1 नेपाल सिरिजको सिङ्गापुर ट्रान्जिट। अनि त्यही हो डु लाइक सेयर सब्सक्राइब टु द च्यानल इफ यु आर न्यू टु द च्यानल होइन। एन्ड डोन्ट फरगेट टु सेयर। ल गाइजहरू अब आजको लागि चाहिँ यति नै। सी गाइज अन डे 2 भ्लग 2 नेपाल सिरिज।